नेपालले भर्खरै एउटा नयाँ श्रम आप्रवासन नीति ल्याएको छ। यसले लाखौंको जीवनमा के फरक पार्ला? आउनुहोस् बुझौं। लाखौं नेपाली विदेशमा छन् र उनीहरूले पठाएको पैसाले नै देशको अर्थतन्त्र धानेको छ। यो हाम्रो लाइफलाइन नै हो। सोच्नुस् त, नेपालीहरू विश्वका 111 देशमा श्रमका लागि पुगेका छन्। यो साँच्चै एउटा ग्लोबल प्रेजेन्स हो। तर यो लाइफलाइनको पछाडि धेरै ठूला चुनौतीहरू पनि छन् र अब यो प्रणाली नै सङ्कटमा परेको छ। सबैभन्दा ठूलो समस्या त ठगी नै हो। कामदारहरू ऋण र शोषणको पासोमा नराम्ररी फस्ने गरेका छन्। अनि धेरैसँग सिप नहुँदा उनीहरू जोखिमपूर्ण काम कम ज्यालामा गर्न बाध्य छन्। कतिपय अवस्थामा त कबुल गरेको काम, सुविधा र सुरक्षा केही पनि पाइँदैन। अनि यसको सामाजिक मूल्य पनि त छ। विदेशको कमाइले घरमा परिवारहरू टुट्दैछन्। यी सबै समस्याले एउटा दुष्चक्र नै बनाएको छ। अब नयाँ नीतिले यसलाई तोड्ने लक्ष्य राखेको छ। हो, यही दुष्चक्र तोड्न सरकारले ल्याएको हो राष्ट्रिय श्रम आप्रवासन नीति 2082। यसको विजन एकदमै स्पष्ट छ। श्रम आप्रवासनलाई सुरक्षित र मर्यादित बनाउँदै देशको समृद्धिमा जोड्ने। र यसको सबैभन्दा ठूलो लक्ष्य हो वैदेशिक रोजगारीलाई रहर बनाउने, बाध्यता हटाउने। त्यसो भए यो लक्ष्य कसरी पूरा हुन्छ त? यसका लागि नीतिमा 4वटा मुख्य आधारस्तम्भहरू तोकिएका छन्। सबैभन्दा ठूलो परिवर्तनमध्ये एक, अब भर्ना शुल्क कामदारले होइन, रोजगारदाताले तिर्नेछन्। अर्को महत्त्वपूर्ण कुरा, अब सेवाहरू स्थानीय तहबाटै पाइनेछ। काठमाडौँ धाइरहनु पर्ने झन्झट हट्नेछ। यो नीति खोक्रो वाचा मात्र होइन, कसले कहिलेसम्म के गर्ने भनेर स्पष्ट कार्ययोजना नै बनेको छ। अनि इतिहासमै पहिलो पटक भारत जाने कामदारहरूको व्यवस्थापन र सुरक्षाको कुरा पनि नीतिमा आएको छ। छोटकरीमा भन्दा यो नीतिले व्यवस्थापनबाट सुशासनतर्फ एक ठूलो फड्को मार्ने लक्ष्य लिएको छ। तर मुख्य प्रश्न त बाँकी नै छ कि यो महत्वाकांक्षी नीतिले साँच्चै बाध्यताको वैदेशिक रोजगारी अन्त्य गर्ला?